नमस्ते नमस्कार दर्शकबिन, स्वागत छ यहाँहरुलाई सन्यासी टाइम्समा। आज हामी सिराहा जिल्लाको धनगढीमा नगरपालिका वडा नम्बर 8 मा अवस्थित श्री ज आबी इटारी स्कुलमा उपस्थित भएका छौं। हामीसँग गुनासो आएको छ कि यो स्कुलमा धेरै नै लापरवाही भइरहेको छ र अरु शैक्षिक अवस्था कस्तो छ त्यो अवस्था बारेमा हामी बुझ्न आएका छौं। परिचय दिनुस् तपाई। म फुल्दै यादव। तपाई स्कुलको प्रो हुनुहुन्छ? हजुर हजुर। यो स्कुलमा चाहिँ शैक्षिक अवस्था कस्तो छ अहिले? शैक्षिक अवस्था त ठिकै छ सर। केही कुनै चीजको कमी छैन, यहाँ लापरवाही भइरहेको छैन, केही कुराक्रम चलिरहेछ राम्रो? अब अहिलेसम्म त राम्रै छ। अवस्था अब त खाँचो त धेरै सामानहरूको छ। अब ठाउँ अनुसार चलिरहेको छ। टिचरहरू कतिजना छ यो स्कुलमा? हाम्रो जम्मा 4 जना। 4 जना हो? हजुर। कति क्लाससम्म छ जम्मा स्कुल? यो 5 क्लास। 5 क्लाससम्म 4 जना टिचर छ। हजुर। कसरी मेन्टेन गर्नुहुन्छ त? अब यतिकै छ। अब विद्यार्थी कम छ भनेर अब यति दिएको छ। कसरी पढाउनुहुन्छ तपाईहरु? हजुर। कसरी पढाउनुहुन्छ? 5 क्लाससम्म स्कुल छ। हजुर। 5 क्लाससम्ममा 4 जना शिक्षकहरू छ। कसरी मेन्टेन गर्नुहुन्छ? कसरी एउटा क्लास चाहिँ खाली नै हुन्छ? खाली हुँदैन। तपाईको 4 र 5 एक ठाउँ हुन्छ। एउटै ठाउँ त्यसरी 4 र 5 क्लासलाई एकै ठाउँ पढाउनुहुन्छ। अनि विद्यार्थीलाई त्यसै अप्ठ्यारो हुँदैन? अप्ठ्यारो त दरबन्दी त यतिकै छ। अनि दरबन्दी चाहिँ यतिकै छ। अनि यसको लागि के गर्नु भएको छ तपाईहरु चाहिँ? शिक्षक चाहिँ दिन्छ कि दिँदैन? पालिकाबाट के समस्या छ यसको? के गर्नुपर्छ र यसको लागि के गर्नु भएको छ तपाई? पालिकाबाट के छ भने अब विद्यार्थी अनुसार अब एउटा 50 वटा विद्यार्थीमा एउटा दरबन्दी हुन्छ। त्यो विद्यार्थी अनुसार हाम्रो ठिकै छ। अब विद्यार्थी बढ्यो भने टिचर थप्छु भनिरहेछ। एउटा क्लासमा चाहिँ कति जना विद्यार्थीहरू छ? अब विद्यार्थी त कुनैमा 12 जना छ, कुनैमा 20 जना छ, कुनैमा 15 जना छ मात्रै। अनि विद्यार्थीको कमी हुनुको कारण चाहिँ के हो यसमा? अब यस्तो छ सर, अब सबै अब वरिपरिको छ, सबै बोर्डिङमा पढ्छ र बादमा चाहिँ अब प्राय जसो छोरी मान्छेहरूले यसमा दिएको छ र विपन्न परिवारको बच्चाहरू यसमा छ। अब राम्रो राम्रो सबै जति सबै अब 5-5, 6-6 वटा बोर्डिङ स्कुलको बस कुदिरहेको छ। हजुर। त्यही हो यसको समस्या। यति समस्या हो? हजुर। मतलब 5 क्लाससम्म यो स्कुलमा छ र शिक्षकहरू चाहिँ 4 जना मात्रै छ। हजुर। र विद्यार्थीहरू चाहिँ पठन पाठनमा चाहिँ गाह्रो भइरहेको छ। त्यति हो। टिचर अब कम भएपछि त अब भयो नि। यसको लागि चाहिँ कुनै निकायमा सम्बन्धित निकायमा जानकारी गराउनु भएको छ कि छैन? वार्डबाट त झन् त्यहाँबाट त तपाईको एउटा त वार्डैको टिचर तपाई त्यहाँबाट 3 जना मात्रै हो। एउटा त वार्ड अध्यक्षले वार्डको अनुदानबाट एउटा रामबा बुझाध्यक्ष यो वार्ड अनुदानबाट यो टिचर एउटा वार्डको अनुदानबाट टिचर राखेको छ वार्ड अध्यक्षले। हजुर। अनि यसको स्कुलको चाहिँ अध्यक्ष को हो? व्यवस्थापन अहिले तपाईको पतिराम यादव हो। पतिराम यादव हो। गुनासो आएको छ कि त्यसको चाहिँ जुन टाइम हुन्छ त्यो एक्सपायर भइसकेको छ अध्यक्षको? एक्सपायर भइसक्यो। अब हाम्रो पहिला नै त्यो एउटा थियो छलफल। अब चुनावमा आचार संहिता लागेको थियो हैन, त्यो पुरा भएको थियो। अब चुनावको त्यो आचार संहिता त्यो अब त्यो भइसक्यो। अब हाम्रो बैठक हुन्छ, त्यसपछि छलफल भएर हामी। कति वर्ष भयो त्यसको त्यो अध्यक्षतामा? त्यसको लमसम 3 वर्ष जति भयो। तपाईहरुको परिचय दिनुस्। मेरो नाम सकुन्तला सिंह। म यो स्कुलको शिक्षिका कति क्लास हो? यो 5 क्लास। 5 क्लास के पढाइ गर्नुहुन्छ? अहिले गणितको प्र्याक्टिस गराइरहेको थियो। अब एक्जाम नजिकै छ नि। अहिले गणित पढाइ गरिरहेको छ। के पढाउनु हुँदैन? अहिले त्यो कोड नाप्नलाई सिकाइरहेको छु। प्र्याक्टिस 3-4 लाई उता राखेको छ। यो 5 मात्रै हो। अनि तपाईको चाहिँ क्वालिफिकेसन कति हो? मेरो मास्टर्स हो। मास्टर्स हो? कुनमा मास्टर गर्नु भएको छ? मेरो हेल्थमा हो। हेल्थमा हो। लोकसेवा पास गरेर आउनु भएको छ? म लोकसेवा पास गरेर। विद्यार्थीहरूलाई चाहिँ के पढाइराख्नु भएको छ? कोन नाप्नलाई? के नाम छ नानी? मारिराम। कति क्लासमा पढिराख्नु भएको छ? स्कुलको नाम के हो तपाईको स्कुलको? कुन अहिले पढाइ गरिरहेको छ? कुन विषय? गणित के पढ्नु भएको थियो? के पढाउनु भयो म्यामले? के पढाउनु भयो म्यामले? पढाउनु भएन?
पढाउनु भएन पढाउनु भयो के पढाउनु भयो आउँदैन थाहा छैन त्यतिकै बसिरहेको भएको थियो यता देखाइदिनुहोस् के नाम छ आनन्द कुमार राम तपाईँको स्कुलको नाम के हो के पढिराख्नु भएको छ गणितमा के पढ्नुहुन्छ के छ त्यो बुझेछ नेपाली बुझेछ नेपाली कति पढेछ लिएको कति पढेछ लिएको कति पढाउ कि म्याम कति पढाउ कि कति पढाउँदैछ नि थाहा गणित पढायो होला होइन गणितलाई इङ्ग्लिसमा चाहिँ के भन्नु थाहा छ नै थाहा गणित इङ्ग्लिसमा कति क्या सब्जेक्ट थियो जम्मा क्लासमा क्या सब्जेक्ट पढायो यहाँ 6टा जब पढायो क्या कुन पढायो नहीं था जब सब्जेक्ट के नाम नहीं था देखाइदिनु सर म्याम विद्यार्थीहरूको चाहिँ शैक्षिक अवस्था हेर्दा चाहिँ विद्यार्थीहरू के पढिरहेछ त्यो आफै थाहा छैन विद्यार्थीहरूलाई तपाईँले के पढाउनुहुन्छ विद्यार्थीहरूलाई कसरी पढाउनुहुन्छ यसरी पढ्दाखेरि विद्यार्थीहरू चाहिँ भविष्यसँग खबर भइरहेको छैन के भन्न चाहनुहुन्छ यसमा अब रेगुलर क्लास चाहिँ को आउनुहुन्छ ल भन्नुहोस् त म त्यसलाई नै सोध्छु रेगुलर पढायो त्यो कञ्चन त्यो पनि कहिले काहीँ मिस गर्छ कोही आउँदैन क्लास रेगुलर कोही आउँदैन कोही आउँदैन 2-3 दिन आउँछ 2-3 दिन आउँदैन तपाईँ आउनुहुन्छ रेगुलर कस्तो कुरा गर्नु त्यही त तपाईँ आउनुहुन्छ हो म रेगुलर आउँछु रेगुलर आउनुहुन्छ त विद्यार्थी कसरी त्यो बोल्न सक्दैन के पढाइ भइरहेको छ त्यो पनि थाहा छैन विद्यार्थीलाई तपाईँ के पढाउनुहुन्थ्यो अहिले गणित पढाइरहेको थियो अहिले उ गरेको छ कपीमा हेर्नु विद्यार्थीले आफै थाहा छैन के पढिरहेको छ अब सधैँ मैथिलीमा बोल्ने तपाईँ माइती लिएर उभिदिनु भएको छ विद्यार्थी बोल्नु पनि नबोल्न सकेको आए क्लासको विद्यार्थीलाई चाहिँ डर लाग्छ मैथिलीमै सोधे उसलाई कहिले माइको सामने नबोल्न सकेको होला पनि हुन सक्छ नि के पढाइ भइरहेको छ त्यो आफैलाई थाहा छैन अनि कसरी पढाउनु भएको तपाईँले अनि के पढायो फेरि भन्नुहोस् उसले चाहिँ के पढेछ आफै थाहा छैन तपाईँ के पढाउनु भयो उसलाई गणित पढेछ अब के पढेछ गणितमा त्यो त भन्नु पर्यो नि तपाईँ के पढाइराख्नु भएको थियो तपाईँ भन्नुभयो अहिले म फोन नाच्न सिकाइरहेको थिएँ उसलाई थाहै छैन के पढाउनु भएको छ तपाईँले र 6वटा सब्जेक्ट छ 6वटा सब्जेक्टको नाम पनि थाहा छैन विद्यार्थीहरूलाई अब कस्तो लापरवाही भयो के भन्न चाहनुहुन्छ यसमा कसको गल्ती हो यो तपाईँ म्याथ पढाउनुहुन्छ र म्याथको विद्यार्थीलाई फोन नाप्न सिकाइराख्नु भएको अहिले कक्षा कोठामै हुनुहुन्छ र कक्षा कोठामा पढाइराखेको बेला विद्यार्थीलाई सोद्धाखेरि के पढ्नुहुन्छ भन्दाखेरि थाहा छैन अब के भन्नुहुन्छ केही छैन भन्नुलाई विद्यार्थीलाई चाहिँ पढाउन सक्छ यसरी पढाउन विद्यार्थी भविष्य बन्छ कसरी पढाउन त नि विद्यार्थीलाई चाहिँ आफै थाहा छैन के पढिरहेको छ यसरी पढाउन चाहिँ विद्यार्थीको भविष्य बन्छ त कसरी पढाउँ तपाईले सिकाइदिनु न म टिचर हो नभए तपाईँ शिक्षक सेवा आयोगलाई गएर उसलाई सोध्नु तपाईँ टिचरलाई सिफारिस दिनु भएको छ त्यो गएर उता गएर सोध्नु है तपाईँ राष्ट्रिय गान भन्नुहोस् न मैले भन्नुहोस् न तपाईँ राष्ट्रिय गान भन्नुहोस् न तपाईँ राष्ट्रिय गानको कुरा गर्नुहुन्छ भन्नुहोस् न त्यो आयोगमा मैले राष्ट्रिय गानमा कतिवटा सुन्नुहोस् न माइक तपाईँ नसमात्नुहोस् त्योबाट मलाई सरकार छैन तपाईँ राष्ट्रिय गान भन्नुहोस् नेपालको सयथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल अर्को कुरा भन्न चाहन्छु तपाईँले त राष्ट्रिय गान सोध्नु भएको छ नि हो यो राष्ट्रिय गानको जति डिटेल्स छ नि
त्यो त आयो पढ्छ है त्यो बुझ्यो तपाईँ सुन्नु तपाईँ जुन पढ्नु भएको छ नि विद्यार्थीहरूले कसरी बुझ्न सकेन कि कुन अहिले हामीलाई पढाइराख्नु भएको छ म्यामले त्यो कसरी थाहा भएन विद्यार्थीहरूलाई कसरी थाहा भएन त्यो भन्नुहोस् मलाई विद्यार्थी त भने विद्यार्थीको रजिस्टर हेर्नु हाजिरी हेर्नु कति त्यो हाजिरी कहिले कहिले आउँछ एकै दिन आएर एउटै क्लासमा पढेर ए टु जेड सबै एकै दिनमा पढ्न सक्दैन त्यो तपाईँले थाहै होला विद्यार्थी कति पर्सेन्ट आइरहेछ कति दिन हाजिरी गरेको छ अनि के अरू तथ्यहरूसँग तपाईँको सरकार छैन किन सरकार छैन हामीलाई सबैसँग सरकार छ तर तपाईँ जुन भन्नुभयो अहिले कस्तो लापरवाहीले भइरहेको छ यो भन्नुहोस् विद्यार्थीहरू जुन अहिले बोल्न सकिरहेको छैन के पढाइ भइरहेको छ त्यो आफैले थाहा छैन 6वटा सब्जेक्ट छ जम्मा तर विद्यार्थीहरूलाई आफै थाहा छैन हामीले कुन सब्जेक्ट पढाइ भइरहेको छ स्कुलमा कस्तो लापरवाही हो तपाईँ पढाइराख्नु भएको तपाईँकै सब्जेक्ट म्याथ पढाइराख्नु भएको तर विद्यार्थीलाई थाहा छैन हामीलाई कुन म्याथमा सिकाइरहेको छ भनेर के भन्नुहुन्छ कस्तो लापरवाही कसरी पढाउनुहुन्छ अब विद्यार्थीहरू अब जस्तो पढाइरहेको छु यसरी नै पढाउनुहुन्छ सबै विद्यार्थीहरूलाई यसरी नै पढाउनुहुन्छ सधैँ विद्यार्थी बुझोस् नबुझोस् हामीलाई सक्दैन हामीलाई कुन पढाइ भइरहेको छ र भन्नुहुन्छ कि सबै कुरा थाहा छ ल भन्नुहोस् कुन विद्यार्थी रेगुलर आउँछ म त्यसलाई नै सोध्छु ल भन्नुहोस् ल यो आउँछ केमा लिएर आउँछ भन्दा नि के हो नाम कतिकासम्म पढ्नुहुन्छ स्कुलको नाम के हो अनि म्याम के पढाइराख्नु भएको छ नेपाली बुझ्नुहुन्छ नै बुझेको नेपाली ल कहीँ बुझेछ म्याम कति पढ्दैछ होला परीक्षा कति पढ्दैछ होला कति नाम कौ न कुन अति पढ्दैछ होला टपिक टपिक कुन पढ्दैछ होला 1-10,000 अखिन म्याम कैसे कुन नाम पहिला सिकाएको छ त साँच्चै कि म्याम पढ्दैछ कि नै पढ्दैछ होला कति पढ्दैछ होला कुन नाम पहिला सिकाउँछ कुन स्कुलमा गएको